के तपाईँ पनि दिनको 3-4 घन्टा पढ्नुहुन्छ तर परीक्षामा अपेक्षा अनुसार नम्बर आउँदैन? यदि तपाईँलाई पनि यस्तो भइरहेको छ भने यो भिडियो तपाईँहरूको लागि नै रहेको छ। नमस्कार साथीहरू, स्वागत छ हाम्रो च्यानलमा। धेरै विद्यार्थीहरू असफल हुनुको कारण उनीहरू बुद्धिमान नभएर होइन, तर उनीहरूले अन्जानैमा गर्ने ससाना गल्तीले गर्दा उनीहरू कमजोर भएका हुन्। यी गल्तीहरू समयमै सुधार्नु भयो भने तपाईँको नतिजा मात्र होइन, आत्मविश्वास पनि बढ्नेछ। त्यसैले यो भिडियोलाई अन्तिमसम्म अवश्य हेर्नुहोला, किनभने अन्तिममा देखाइएको समस्या वा गल्ती तपाईँ सबैको जीवनसँग मिल्ने खालको रहेको छ। अनि यो भिडियोलाई आफ्नो साथीहरूसँग सेयर पनि गर्नुहोला। अब हामीहरू ती 10 गल्तीहरूको बारेमा चर्चा गर्छौँ। गल्ती नम्बर 1 मा रहेको छ लक्ष्य नबनाउने। धेरै विद्यार्थीहरू बिहान सबेरै उठेर पढ्न बस्छन्, तर के पढ्ने, किन पढ्ने, कसरी पढ्ने, कति मार्क ल्याउनको लागि पढ्ने भन्ने कुराको स्पष्ट योजना उनीहरूसँग हुँदैन। यदि तपाईँ बस चढ्नुभयो तर कहाँ जाने भन्ने कुराको स्पष्टता छैन भने त्यो बसले तपाईँलाई कहिले पनि सही ठाउँमा पुर्याउने छैन। पढाइ पनि त्यस्तै नै हो। यदि तपाईँको लक्ष्य A+ ल्याउनु हो भने त्यसलाई कागजमा लेखेर आफ्नो कोठामा टाँस्नुहोस् र दैनिक त्यो कुरालाई सम्झनुहोस्। धेरैजसो विद्यार्थीले गर्ने दोस्रो गल्ती रहेको छ टाइम टेबल नबनाउनु। आज मन लागेपछि पढ्छु भन्ने बानी सफल विद्यार्थीको होइन। सधैँ पढाइमा मन लाग्दैन, त्यो ठाउँमा हामीहरूलाई अनुशासनको आवश्यकता पर्दछ। सजिलो टाइम टेबल बनाउनुहोस् र त्यसलाई नियमित रूपमा फलो गर्नुहोस्। तपाईँको एउटा सानो आजको योजनाले नै ठुलो परिवर्तन ल्याउने छ। त्यसैले नियमित रूपमा बनाएको टाइम टेबललाई फलो गर्नुहोस्। गल्ती नम्बर 3, मोबाइलमा धेरै समय बिताउनु। आज मोबाइल सबैभन्दा ठुलो ध्यान भङ्ग गर्ने साधन बनेको छ। 5 मिनटका लागि खोलेका टिकटक वा फेसबुक कहिलेकाहीँ 2 घन्टा बितिसकेको थाहै हुँदैन। यदि तपाईँले दिनको 2 घन्टा मोबाइल कम चलाउनु भयो र त्यो समयलाई आफ्नो पढाइमा इन्भेस्ट गर्नुभयो भने महिनाको 60 घन्टा तपाईँको पढाइको लागि बचत हुन्छ। पढ्ने बेला मोबाइल साइलेन्ट मोडमा राख्नुहोस् अथवा मोबाइललाई अर्कै कोठामा राख्नुहोस्। त्यसले गर्दा तपाईँको पढाइमा अवश्य नै सुधार आउने छ। गल्ती नम्बर 4, नोट नबनाउनु। धेरैजसो विद्यार्थीहरूले सधैँ पुस्तक अध्ययन गर्छन्, पढ्ने गर्छन्, तर उनीहरू नोट बनाउने गर्दैन। पुस्तक पढेर मात्रै पुग्दैन, आफ्नो भाषामा छोटो नोट बनाउँदा दिमागले कुरा छिटो सम्झन्छ। परीक्षाको अघिल्लो दिन पुरै बुक पढ्नुभन्दा कयौँ गुणा प्रभावकारी हुन सक्छ। तपाईँले बनाएको आफ्नै नोट पढ्नुहोस्। गल्ती नम्बर 5, पुराना प्रश्न अभ्यास नगर्नु। धेरै विद्यार्थीहरूले किताब त पढ्छन् तर प्रश्न अभ्यास गर्दैनन्। पुराना प्रश्न पत्रहरू हल गर्दा कुन प्रकारको क्वेसन बारम्बार दोहोरिएको हुन्छ त्यो कुराको बारेमा हामीहरूलाई जानकारी हुन्छ। यसले परीक्षामा आत्मविश्वास बढाउँछ र तपाईँको मार्क वृद्धिमा पनि मद्दत गर्छ। त्यसैले दैनिक रूपमा पुराना प्रश्न पत्रहरूलाई हेर्दै गर्नुहोला। धेरै विद्यार्थी भाइ बहिनीहरूको गुनासो हुन्छ कि पढेको कुरा सजिलै बिर्सन सकिन्छ। त्यही हो गल्ती नम्बर 6 मा हामीहरू गर्छौँ रिभिजन नगर्ने। वैज्ञानिक अध्ययनले पनि प्रष्ट पारिसकेको छ, एकचोटि पढेको कुरा सजिलै बिर्सन सकिन्छ। त्यसलाई याद राख्नको लागि बारम्बार दोहोर्याएर पढ्नुपर्ने हुन्छ। त्यसैले आज पढेको कुरालाई भोलि 10 देखि 15 मिनटसम्म दोहोर्याउनुहोस्। यसरी नै हप्तामा पनि 1 दिन रिभिजनको लागि टाइम छुट्याउनुहोस् र रिभिजन गर्नुहोस्। यसरी तपाईँकोले याद गरेको र तपाईँले पढेको कुरा सजिलै बिर्सन सक्दैन र धेरै दिनसम्म याद राख्न मद्दत गर्छ। गल्ती नम्बर 7, नबुझेको कुरा नसोध्नु। धेरै विद्यार्थीहरू साथीहरूले के सोच्लान् भनेर प्रश्न सोध्न डराउँछन्, तर प्रश्न सोध्ने विद्यार्थी नै छिटो सिक्छ। यदि शिक्षकलाई सोध्न सक्नुहुन्न भने आफ्नो साथी, दाजुभाइ, दिदीबहिनीहरूसँग पनि सोध्न सक्नुहुन्छ अथवा विश्वसनीय शैक्षिक स्रोतबाट पनि आफ्नो कन्फ्युजनलाई दूर यो गल्तीलाई पनि सुधार गर्नुहोला। गल्ती नम्बर 8, पर्याप्त निन्द्रा नलिनु। रातभर जागेर पढ्न सफलताको उपाय होइन। यदि दिमागले राम्रोसँग आराम पाएनन् भने पढेको कुरा सम्झन पनि गाह्रो हुन्छ। दैनिक 7 देखि 8 घन्टा गुणस्तरीय निन्द्रा लिनु पनि पढाइको हिस्सा नै रहेको छ। त्यसैले राम्ररी सुत्नु पनि आवश्यक छ। गल्ती नम्बर 9, प्र्याक्टिस नगर्नु। म्याथ, एकाउन्ट, इकोनोमिक्स जस्ता विषयहरू पढेर मात्र हुँदैन, त्यसलाई बेला बेलामा हामीलाई प्र्याक्टिस गर्नुपर्ने हुन्छ। सधैँ गर्ने प्र्याक्टिसले गर्दा तपाईँको पढाइमा
धेरै प्रभाव पर्न सक्छ। दैनिक कम्तीमा 10 देखि 15 वटा प्रश्न अभ्यास गर्ने बानी बसाल्नुहोस्। गल्ती नम्बर 10, आफूलाई अरूसँग तुलना गर्नु। सबैभन्दा ठुलो गल्ती यही हो, साथीले धेरै नम्बर ल्यायो भनेर आफूलाई कमजोर ठानिरहनु। तपाईको प्रतिस्पर्धा साथीसँग नभएर आफूसँग राख्नुहोला, हिजोको आफूसँग। हरेक दिन सानो सुधार गर्दै जानुभयो भने सफलता तपाईनिर आफै चलेर आउँछ, तपाईले सफलतानिर जानु पर्दैन। त्यसैले आफूलाई अरूसँग नभएर आफूलाई आफूसँग नै तुलना गर्ने बानी बसाल्नुहोस्। साथीहरू याद राख्नुहोस्, सफलता एकै रातमा आउँदैन, यो दैनिक गरिने ससाना राम्रो बानीहरूको परिणाम हो। आजको भिडियोमा हामीले चर्चा गरेका 10 गल्ती मध्ये यदि तपाईले एउटा गल्ती मात्रै सुधार गर्नुभयो भने केही महिनापछि तपाई आफैमा ठुलो परिवर्तन देख्नुहुनेछ। अब कमेन्टमा एउटा कुरा अवश्य लेख्नुहोस्, यी 10 गल्ती मध्ये आजदेखि नै तपाई कुन गल्ती सुधार गर्न निर्णय गर्नुभयो। यदि भिडियो उपयोगी लाग्यो भने लाइक गर्नुहोला, आफ्नो साथीहरूसँग सेयर पनि गर्नुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। फेरि भेटौँला अर्को भिडियोमा। नमस्कार।